अरूसँग लुकेर खाएको के लुकेर कोही नभएको बेला लुकेर खाएको गाउँ बस्नुको फाइदा यही त हो नि त्यही भएर मासु चोरेको एक पिस मासु चोरेर यसरी पोलेर कोही नभएको बेला दाउ छोपिदिने हो तर पनि हजुरहरूलाई चाहिँ देखाएको कि साथी हो नि त तपाईँहरू मेरो बेस्ट फ्रेन्ड त्यही भएर चाहिँ मैले देखाएको कि मेरो भिडियोलाई लाइक गरिदिनु है कहाँ कहाँबाट हेर्दैछ हुनुहुन्छ कमेन्ट पनि गरिदिनु यहाँ नि देखाएको घरमा कोही छैन अब एक्लै हानिदिने हो यहाँ पनि छ डबकामा है यस्तो गर्ने हो अनि हान्नुपर्छ पहिले यो काटेर कोही छैन एक्लै चोरेर अब योसँग खाइदिनुपर्छ घरमा कोही नभएको बेला यसरी दाउ छुट्नुपर्छ काट्न पनि सक्छु छैन त आहा यहाँ त पोलेको यो बोइल गरेर राखेको दसैँको मासु अनि हाम्रोतिर चाहिँ यस्तो हुन्छ कि सुँगुर घरमा काटेपछि बङ्गुर काटेपछि मासु चाहिँ बोइल गरेर अमिलो लगाएर आज कति दिन भइसक्यो दसैँ टिका पुर्णे पनि सिद्धिसक्यो मैले यो भिडियो बनाउँदा यो आजको भिडियो म आजै पोस्ट गर्छु अनि यस्तै कोही नभएको बेला चोरेर दाउ छोपिदिने हो खाइदिनु पर्यो भाइ यो रहेको लास्टको मासु त झन् एकदम मिठो कोही छैन सबै घाँसमा गएको छ कोही दाउरामा कोही सुँगुरलाई चारो म खन्छु त दाउ छोपेर म पनि घाँस काट्नु जान्छु भने जस्तो गरेर पर पुरै राखेर डोको पुरै राखेर आएको नि यसरी के को दाउरामा के को घाँस काट्छ कस्तो राम्रो छानाले साह्रो भएछ क्या पोलेको सुकुटी बनाएर झुन्डा गयो काममा गएको बेला एक्लै हाल्नेको अहिले जो आउँछ है मैले खाइसकेर मैले खाइसक्दा जो आउँछ उसैलाई हानिदिने हो